कहिलेकाहीँ दाँत दुखेर हैरान भएको बेलामा अनि दाँत चाहिँ निला पहेँला पानीको कारणले होस् या रोगको कारणले यसरी बेस्ट पेस्ट बनाएर युज गर्दा चाहिँ एकदमै राम्रो हुँदो रहेछ क्या। अब फ्रीमा भन्दा पनि खासै फरक पर्दैन। टक्क आफ्नै हत्केलामा अलिकति नुन, त्यसै गरी अलिकति बेसार, अलिकति तोरीको तेल सँगसँगै अलिकति कागती पनि तर यसैमा निचोरिदिने। यो सामग्रीहरू प्राय हामी सबैको घरमा सहजै रूपमा उपलब्ध हुन्छ। अब चाहिँ सबै सामग्री सबैतिर लाग्ने गरी राम्ररी मिक्स गरिदिने। मैले चाहिँ आफ्नै ब्रसको सहायताले मिक्स गरिरहेकी छु। हजुरहरूले चाहिँ एउटा बट्टामा बनाएर राख्न पनि सक्नुहुन्छ। अब चाहिँ मजाले ब्रस गर्ने है। अब यो ब्रस गर्दा गर्दै जहाँ जहाँ आफूलाई कति धेरै पेन भएको हुन्छ नि त्यो सबै रिलिफ हुन्छ क्या। हाम्रो आमाहरूले चाहिँ सुत्केरी भएको बेलामा चाहिँ अम्लाको सहायताले यसै गरी पेस्ट बनाएर दिनुहुन्थ्यो होइन। अनि त्यसै गरी नै हामीले चाहिँ माझ्यौँ। हजुरहरूले चाहिँ के गर्नुभयो, यति बेला चाहिँ दाँतहरू पनि हल्लिने भएको हुनाले ब्रस युज गर्न दिनु भएन है। मलाई चाहिँ एकदमै मन पर्यो। हजुरहरू पनि ट्राई गर्नुहोस्।